नमस्ते। यो भिडियो हामीले पाँचौं भिडियो देखाउँदैछौँ र यो पाँचौं भिडियो देखाइराख्दाखेरि एकदमै सत्य छ। यो भिडियो एकदम तथ्य अनुसारको सत्य छ र हामीले योभन्दा अगाडि देखाएका भिडियोहरू पनि पटक पटक देखायौँ। तथ्य र सत्यलाई नै हामीले समेटेर देखायौँ, प्रमाणसहित देखायौँ। लुकेका प्रमाणहरू, लुकाइएका प्रमाणहरूलाई पनि हामीले हाम्रो च्यानल मार्फत खोजेर तानेर हामीसँग भएका प्रमाणहरू देखायौँ। र तपाईँले के बुझ्नुहोस् भने बीबीसीले देखाएको भिडियोमा के भएको थियो, बच्चाहरू कसरी बच्चाहरूलाई उकासेर ल्याएको थियो, बच्चाहरूलाई त्यो ठाउँमा कसरी पुर्याएको थियो र यहाँ त बच्चाहरू मारेको मात्रै देखिन्छ, मराएको मात्रै देखिन्छ। यो चुनाव हुनुभन्दा यो 2 महिना अगाडि नै यो प्रतिवेदन सार्वजनिक हुनुपर्थ्यो। यो प्रतिवेदन यो जुन आइजिपीको लाई मात्रै टार्गेट बनाएर, जुन पुलिसको आइजिपीलाई मात्रै टार्गेट बनाएर यो सार्वजनिक भयो। गृह मन्त्री ओम प्रकाश हरियालले नै लिक गरेका छ। यो कुरो बुझ्नु होला तपाईँहरूले। र अर्को कुरा, यो भिडियो देखाउँदै गर्दा जेल तोडेर रवि लामिछानेलाई निकाल्यो। त्यहाँ ज्वाला सङ्ग्रौलाहरू थिए, त्यहाँ मनिष दाहरू थिए, त्यहाँ सम्थिङ ढकालहरू थिए। रासपाको शक्तिकालाको त्यो देखाइदिएन। रवि लामिछाने संसार जितेरै आएको चङ्गेज खान जस्तो हात हल्लाएर आएको देखाइदिएन। कि जेल फुटाएर एउटा कैदी हात हल्लाउँदै भाग्नु त्यो अपराध होइन। र सिंहदरबारमा आगो लगाउने डिजाइन कसरी भयो? सुदन गुरुङले त प्रेजेन्टेसनै गरेको छ त। यो गर्ने यसरी यो डिस्कर्डमा जाने, नेताहरूको घर यसरी पहिल्याउने भनेर सबै नेभिगेसन सबै राखेर सबै देखाएको छ त। त्यो कुराहरू किन आयो? र यो भिडियो राम्रोसँगले हेर्नु होला। सुदन गुरुङ एउटा पानी बाँध्न आएका थिए। जब सुदन गुरुङले पानी केमिकल हालेको पानी बाँध्यो, त्यहाँदेखि भिडी उग्र भयो। र रक्षाबमले सुरुमा के गरेको थियो, हामी यो गर्दैनौँ तर हामी के गर्छौँ, हामी भन्दैनौँ भने। तर जुन कुरा नहुने थियो त्यो भयो। देखाउन या फुल बिरुवा भाँच्दैनौँ भन्यो, तर पुलिसलाई फेरि मार्यो। पुलिसलाई मारेको घटना त्यहाँ देखिन। विद्यार्थीलाई गोली हानेको मात्रै देखियो। पुलिसलाई घाँटी रेटेर मारेको, पुलिसलाई उफ्री मारेको त्यो त देखिन। रक्तमै हुने गरी कुटी पुलिसहरू मार्यो। नाङ्गै लखेको थियो र पुलिसका युनिफर्महरू लगाएर युवाहरू नाचेर हिँडेको त्यो दृश्य त देखाएन। यो भिडियो के रासपालाई मात्रै जिताउन, किन आँखामा छारो हाल्नलाई मात्रै ल्याएको? यो भिडियो यदि साँच्चै सार्वजनिक गर्छौ भने, साँच्चै सार्वजनिक हुनुपर्छ यो भिडियो भने सबैभन्दा पहिला बालेन, रवि, सुदन गुरुङ, मनिष शाह, तोसिमा कार्की, सोभिता गौतम, आशिका तामाङ लगायत हरि ढकाल यी सबै जेलमा गएर जेलबाट निकालेर ल्याएको होइन। रवि लामिछाने संसद भवनमा यी सबै थिएन। सिंहदरबारमा यी सबै थिएनन्। गणेश कार्की, तिम्रो सिंहदरबार हामीले जलायौँ भन्ने गणेश कार्की। त्यसले गर्दाखेरि यो जुन अहिले आएर चुनावको मुखमा अलिकति मात्रै क्लिप काटेर किन देखाइयो? त्यसले गर्दाखेरि यो चुनाव निष्पक्ष हुन्छ भन्ने के छ? त्यसले गर्दाखेरि सम्पूर्ण कांग्रेस, एमाले, स्वतन्त्र, राप्रपा सबैले यो भिडियो हेरेर चाहिँ चुनाव बहिष्कार गर्नुहोस् त, कसरी चुनाव हुँदो रहेछ। र सम्पूर्ण नेपालीहरू तपाईँहरू साँच्चै यो धरतीको माया गर्नुहुन्छ भने जानुहोस् चुनावमा भोट हाल्नुहोस्। तपाईँहरूको भोटले यो देश सकिँदैछ, हाम्रा पुर्खाहरूले आर्जेको देश सकिँदैछ। त्यसले गर्दाखेरि तपाईँहरू म रहौँला नरौँला, मेरा पछाडि पनि मलाई मार्ने मान्छेलाई आएको छ। मैले यो बोल्दै गर्दाखेरि पुलिसमा पक्रा पनि खान सक्छु। यो रिक्स बोलेर, नेपालीहरूको लागि यो रिक्स बोलेर आफ्नो जिन्दगी नै दाउमा राखेर मैले यो भिडियो सार्वजनिक गर्दैछु। तपाईँले एकपल्ट होइन 3 पल्ट हेर्नुहोस् यो भिडियो, मेरा हरेक भिडियो हेर्नुहोस्। त्यसले गर्दाखेरि तपाईँहरूलाई म के भन्छु भने विनम्रसँगले यो चुनाव देश सक्ने चुनाव हो, यो चुनाव धर्म सक्ने चुनाव हो। त्यसले गर्दाखेरि यो चुनाव जानुहोस्, तपाईँहरू साँच्चै भात खानुहुन्छ भने यो चुनाव देश बिगार्दैछ। बुझ्नुहोस्, बरु घरमा बस्नुहोस्। नमस्कार। आदरणीय जनसमुदाय, म यति बेला हिरासतमा छु। देश चुनावको संघारमा छ। कृपया एकपल्ट यो भिडियो हेर्नुहोला। के तपाईलाई 2081 साल जेठ 22 देखि असार 9 गतेको बीचमा फोन आएको थियो? उक्त फोन मार्फत कम्प्युटर एसिस्टेड टेलिफोन इन्टरभ्यू CATI विधिबाट तपाईहरूको अन्तर्वार्ता लिएको थियो। भिडियोमा देखाइएका प्रश्नहरू सोधिएको थियो। त्यहाँ 2400 जनाको उत्तर समावेश गरिएको छ। फोन भने पक्कै पनि धेरै जनालाई आएको हुनुपर्छ। यो भिडियो हेरिसकेपछि कम्तीमा तपाईहरू बोलिदिनु होला। अब देश जोगाउन तपाईहरूको आवाज नै अन्तिम प्रमाण हो। म हिरासत भित्रबाट नै यो भिडियो तपाईहरूसम्म पुगोस् र पशुपतिनाथले तपाईहरूलाई बोल्ने शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछु। किनकि तपाईहरूको राय र उत्तरले नै आज यो देश यो स्थितिमा आएको हो। तपाईहरूलाई प्रयोग गरियो। तपाईहरूको राय र प्रतिक्रियाकै कारण आज यो देश जर्जर स्थितिमा पुगेको हो। तपाईहरूको भावनासँग खेलवाड गरियो। अब प्रवेश गरौं विषय वस्तुतर्फ। आज हामी 2वटा डकुमेन्ट तपाईहरूको अगाडि राख्नेछौँ र तपाईहरूलाई प्रश्न गर्नेछौँ। पहिला पढ्नु होला, पढेर बुझेपछि आफ्ना परिवार र आफन्तलाई बुझाउनु होला। यी दुवै डकुमेन्ट हाम्रा होइनन्। यो त्यही IRI भन्ने संस्थाको वेबसाइटमा भएको डकुमेन्ट हो।
जसले नेपाल जलाउन हाम्रै बालबालिकालाई प्रयोग गर्यो। आज हामीसँगै यी दुईवटा डकुमेन्ट अध्ययन गरौं र त्यो संस्थाले यो सत्ता पलट किन गर्यो र कसरी सफल भयो भन्ने बुझौं। यो चुनाव केका लागि हुँदैछ भनेर निष्कर्ष निकालौं। हामीले किन बहिष्कारको आह्वान गरेका छौं भनेर त्यो पनि बुझौं। यो पहिलो डकुमेन्ट 5 पृष्ठको छ। आज सँगै पढौं। यो डकुमेन्ट आईआरआई को आन्तरिक रिपोर्टिङ हो। यसको शीर्षक पढ्नुहोस् के छ। युवा नेतृत्व, पारदर्शी नीति, युथ लिडरशिप, ट्रान्सप्यारेन्ट पोलिसी। अमेरिकाको नेपाल प्रति कति धेरै माया, कति ठूलो लगानी पनि गर्दो रहेछ। युवा नेतृत्व कसको आउँदैछ नेपालमा? पक्नुहोस्, बालेन रविको याद आयो होला नि। एकपल्ट समय हेर्नुहोस्। बालेन काठमाडौँको मेयर हुनुभन्दा अगाडिदेखिको अमेरिकन माया हो यो। समय पढ्नुभयो नि। अब अगाडि बढौं। पहिलो नम्बरमा प्रोजेक्ट सर्ट समरी पढौं। पढ्नुभयो? पढ्नुहोस्। आज सँगै पढ्ने हो। हामी नेपालीमा यसको अर्थ बुझाउँछौं। लोकतान्त्रिक परिवर्तनका संवाहकका रूपमा युवाहरूको राजनैतिक तथा नागरिक सहभागितालाई सुदृढ गर्न इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट आईआरआईले उदयमान नेताहरूलाई युवा सक्रियताको गति बढाउन र नेपाली राजनीतिक निर्णयकर्ताहरूलाई आफ्ना निर्णयहरूमा थप पारदर्शी, जवाबदेही र नागरिक केन्द्रित बन्न दबाब दिनका लागि थप अवसरहरू प्रदान गर्नेछ। यसका लागि संस्थाले युवा अभियन्ताहरूको सञ्जाल विकास गर्नेछ र उनीहरूलाई आपसी सम्बन्ध गाँस्न तथा राजनीतिक दलका नेताहरू समक्ष आफ्नो चासो र मुद्दाहरूका लागि वकालत गर्न आवश्यक सिप, स्रोत र मञ्चहरू उपलब्ध गराउनेछ। के बुझ्नुभयो? नेपालमा युवालाई सिप, स्रोत र मञ्च प्रदान गर्न अमेरिकाले लगानी गर्ने रे। बुझ्नुभयो नि। अब माथिदेखि तलसम्म सबै पढ्नुहोस्। हामीले यसको नेपाली अनुवाद पनि सँगै राखेका छौं। हामी यसको थोरै व्याख्या गर्नेछौं। युवा नेतृत्व, पारदर्शी नीति, अर्धवार्षिक न्यारेटिभ रिपोर्ट। प्रतिवेदन अवधि अक्टोबर 1, 2021, मार्च 31, 2022। परियोजना नम्बर 20200010 AAA। बजेट $3,50,000। परियोजनाको संक्षिप्त सारांश। युवाहरूको राजनीतिक तथा नागरिक सहभागितालाई लोकतान्त्रिक परिवर्तनको संवाहकका रूपमा सुदृढ गर्न अन्तर्राष्ट्रिय गणतन्त्रवादी संस्था आईआरआईले उदयमान नेताहरूलाई युवा सक्रियताको गति बढाउन थप अवसरहरू प्रदान गर्नेछ। यसले नेपाली राजनीतिक निर्णयकर्ताहरूलाई आफ्ना निर्णयहरूमा थप पारदर्शी, जवाबदेही र नागरिक केन्द्रित बन्न दबाब दिनेछ। संस्थाले युवा अभियन्ताहरूको सञ्जाल विकास गरेर र उनीहरूलाई आपसी सम्बन्ध गाँस्न तथा राजनीतिक दलका नेताहरू समक्ष आफ्ना चासोहरूका लागि वकालत गर्न आवश्यक सिप, स्रोत र मञ्चहरू उपलब्ध गराएर यो लक्ष्य हासिल गर्नेछ। समस्याको पहिचान। नेपालका राजनीतिक दल लगायतका संस्थाहरू अत्याधिक केन्द्रीकृत छन्, जसको माथिबाट निर्देशित टप डाउन संरचनाले नागरिकको सुझावका लागि कम स्थान दिन्छ। राजनीतिज्ञहरू चुनावी बाचाहरू पूरा गर्नुभन्दा सत्ता प्राप्तिका लागि भित्री सम्झौताहरूमा बढी केन्द्रित देखिन्छन्। नेकपा एनसीपीका दुई मुख्य गुटहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको बीचको शक्ति संघर्षले गर्दा सरकारले कोभिड-19 महामारी र बिग्रदो आर्थिक अवस्थालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकेन। नेपाल, भारत र चीन जस्ता ठूला शक्तिहरूको बीचमा रहेकाले बाह्य हस्तक्षेपको चिन्ता छ, जसले नागरिकमा असन्तुष्टि बढाएको छ। यद्यपि युवाहरूले इनफ इज इनफ जस्ता आन्दोलन मार्फत सरकारलाई जवाबदेही बनाउन सक्ने क्षमता प्रदर्शन गरिसकेका छन्। गतिविधिहरूको सारांश। राजनीतिक प्रक्रियामा युवा सहभागिताका अवरोधहरूको विश्लेषण। आईआरआईले नेपालका युवाहरूले भोग्नुपर्ने चुनौतीहरूको राष्ट्रव्यापी विश्लेषण गर्न सोल्युसन कन्सल्टेन्टसँग साझेदारी गरेको छ। यस अध्ययनमा युवाहरूसँगको केन्द्रित समूह छलफल, एफजीडीएस र नागरिक समाजका प्रतिनिधि एवं निर्वाचित अधिकारीहरूसँगको प्रमुख सूचनादाता अन्तर्वार्ता केआईएस समावेश गरिएको छ। हालसम्म 4वटा प्रदेशमा एफजीडीहरू सम्पन्न भइसकेका छन्। आगामी मे 13, वैशाख 30 को स्थानीय निर्वाचनका कारण केही अन्तर्वार्ताहरू मे महिनाको मध्यसम्म पछि सर्न सक्ने देखिएको छ। इमर्जिङ लिडर्स एकाडेमी ELA सहभागी छनौटका मापदण्ड तय गर्न आईआरआईले वी फर चेन्ज, सेन्टर फर सोशल चेन्ज र दलित युवा सञ्जाल जस्ता संस्थाहरूसँग परामर्श गरेको छ।
युवा सशक्तिकरण सिप वाइएस कार्यशालाका लागि पाठ्यक्रम तयार भइरहेको छ, जसलाई नेपाली परिवेश अनुसार सुहाउँदो बनाइनेछ। मूल्याङ्कन र प्रगति। धेरैजसो मूल्याङ्कन बुदाहरू जस्तै डिजिटल सञ्जाल, साना अनुदान र युवा बडापत्र मे 2022मा ELS सुरु भएपछि मात्र प्रतिवेदन गरिनेछ। अवलोकन। एक्जिटीको क्रममा युवाहरूमा राजनीतिक निर्णय प्रक्रियामा प्रभाव पार्ने उच्च उत्साह देखिएको छ। रणनीतिमा परिवर्तन। सरकारले स्थानीय निर्वाचनको घोषणा गरेपछि र निर्वाचन आचार संहिता लागू भएकाले मे महिनाका केही गतिविधिहरूलाई पुनर्तालिका गरिएको छ। युवाहरूको ध्यान चुनावतर्फ मोडिएकाले उनीहरूको सहभागिता सुनिश्चित गर्न कार्यक्रमको समय तालिकामा हेरफेर गरिएको छ। यो भिडियो रोकेर भए पनि पढ्नुहोला। अब यो बुझ्नुहोस्। सिप भनेको सामाजिक सञ्जालको अल्गोरिदम हो। नेपो बेबी आन्दोलन डिजाइन गर्ने पश्चिमको दिमाग हो। Nepal recently went through a massive people's movement led by Gen Z. They were not only able to overturn the government, but also disrupt this corrupt system which has a strong hold in socio-political space for about several decades now. At the foundation of this transformation was the Nepo's Baby campaign, a social media trend that exposed the children of corrupt leaders flaunting their rich lifestyles online. The reality of ordinary youth was completely opposite. स्रोत भनेको हामी नेपाल, बारबरा, समता, जुरी नेपाल जस्ता संस्थाहरूमा आएको डलर हो। मञ्च भनेको डिस्कोर्स हो जहाँबाट हाम्रा बालबालिका प्रयोग गरिएर त्यसको विस्तृत रूप अहिलेको रास्ता हो जहाँ सबै शक्ति केन्द्रित भएका छन्। डिस्कोर्ड फुटेज अफ सुदन गुरुङ। पोखरामा हुन्छन्, पोखराको अफिसहरू कम हुन्छ। हाम्रो धेरैवटा च्याप्टर्सहरू सबैजना एक्टिभ भइसकेको छ हैन। यसमा इनकेस कुनै सिटीमा तपाईहरु गर्न चाहनुहुन्छ भने हामीलाई मेसेज गरिदिनु होला। हामी नेपाललाई हामीले अर्को ग्रुप यहाँ हामी एड गरिदिन्छौँ। बुदा नम्बर 3 को ELA भित्र के देख्नुभयो? इनफ इज इनफ को नेतृत्व गर्ने पुकार बम कहाँ छन्? दलित युवा सञ्जालका खगेन्द्र सुनार कहाँ छन्? तपाईहरुसँग घण्टी बजाउँदै भोट माग्न आइपुगे कि नै? आदरणीय जनसमुदाय, अहिलेसम्म के बुझ्नुभयो? यो अमेरिकन फिल्म भित्रको खलनायक भित्रका मुख्य खलनायक को हुन्? अब त्यो बुझौं। यो मेरो तपाईहरुलाई बुझाउने अन्तिम प्रयास हो। वे फर चेन्ज र सेन्टर फर सोशल चेन्ज भन्ने संस्थाको नाम भेटाउनु भयो यो डकुमेन्टमा। संस्था कसको होला? जिज्ञासा लाग्यो। तपाईहरुलाई निश्चल खरेल याद छ? हो, यी संस्थाका सञ्चालक हुन् यिनै निश्चल खरेल। हामीले दोस्रो भिडियोमा देखाएका मुख्य पात्र यिनै हुन् जसले बालेनलाई नेपालमा जन्माए, मेयर बनाएर अहिले प्रधानमन्त्री बनाउँदैछन्। हो, बालेनका गुरु निश्चल खरेल हुन् र यिनी यही NED र IRI का विज्ञ एक्सपर्ट हुन्। यिनै ती पात्र हुन् जसले नेपो बेबीको नाममा हाम्रा बालबालिकालाई अग्निमा चारो होमे झैं होमे देश खरानी बनाए र बालेनलाई परिचालन गरेर सेनाको हातमा सत्ता सुम्पिए। यो हामीले भनेको होइन, यिनीहरू आफै भन्छन्। वी हैव होप लाइक बालेन। भित्र बसेर बालेनले अमेजिङ कोअर्डिनेसन गरिदिए। फुटेज अफ निश्चल खरेल। एकदम अमेजिङ उदाहरणहरू देख्न पाइएको छ हैन। त्यसरी कोअर्डिनेसन भयो। आई एम सो ह्यापी दैट बालेन डिड अमेजिङ कोअर्डिनेसन हैन। जस्तै इन्डाइरेक्टली बसेर भए पनि यो प्रोसेसलाई फेसिलिटेट गरेको छ। आई एम सो ह्यापी टु हैव सम होप लाइक हिम। अब की बार बालेन सरकार। माओवादी र एमालेको एकता भंग भएपछि यो डिजाइन सुरु भएको हो। अमेरिकाको नजरमा केपी ओली तारो बन्नुको कारण पनि यही हो। यही दबावले केपी ओली चीनको परेडमा पुगे, अमेरिकाले हेलिकप्टर चढेर भाग्नु पर्ने बनायो। यिनै निश्चल खरेल कुनै बेला वाम एकताको पछाडि थिए। उनको यो स्टेटस हेर्नुहोस् अनि विचार गर्नुहोस्, यो प्रमाणित हुन्छ कि हुँदैन। यही डकुमेन्टमा प्रष्टसँग लेखिएको छ। अमेरिका नेपालमा चीन र भारतको प्रभाव बन्द गर्न चाहन्छ, जसका लागि नेपालमा नेपाली सेना नै प्रयोग गरेर आइपीएस अनुकूलको नेतृत्व स्थापित गर्न अमेरिका अब सफल हुँदैछ। यो चुनाव त्यसैका लागि हो। अमेरिकाको नेपाली अनुहार बालेन्द्र शाह हुन्। अब यो भन्दा बढी तपाईहरुलाई म कसरी बुझाउँ? यही संस्थाले हाम्रा युवालाई इमर्जिङ लिडर्स एकाडेमी, युथ इम्पावरमेन्ट स्किल्स YES वर्कसप नाममा पाठ्यक्रम नै बनाएर ब्रेन वाश गरेको छ। यसैको नतिजा आज हामी भोग्दैछौँ। अमेरिकाले किन यत्रो लगानी गरेर नेपाली युवा समूहलाई तयार गर्यो? बच्चा मारेको नाममा BBC प्रयोग गरेर कसरी नेपालको प्रहरीलाई अपराधीकरण गरिँदैछ?
देशको व्यवस्थापिका र न्यायपालिका 24 घण्टाभित्र कसरी ध्वस्त हुन पुग्यो, कसरी कार्यपालिका विघटन गरियो, कसरी सेनाको हातमा सत्ता पुग्यो। अब यसको उत्तर खोज्ने प्रयास गरौं। अब यो दोस्रो डकुमेन्ट त्यही संस्थाले 2081 सालमा गरेको सर्वे हेरौं, बुझौं र अरूलाई पनि बुझाउँ। यो रिपोर्ट 47 पानाको छ। हामी यसको लिंक यही भिडियोको पहिलो कमेन्टमा राखिदिनेछौँ। यो रिपोर्टको पहिलो 3 पानामा कतिजना कहाँका र कुन उमेर समूहका नेपालीलाई यो सर्वेमा प्रश्न सोधियो भनेर उल्लेख छ। 5औं पानाको प्रश्न, इन जनरल वुड यु से दैट आवर कन्ट्री इज हिडिङ इन द राइट डिरेक्सन अर द रङ डिरेक्सन? सामान्यतया तपाईको विचारमा हाम्रो देश सही दिशामा गइरहेको छ कि गलत दिशामा? 6औं पानाको प्रश्न, इन जनरल why do you think that things are heading in the right direction? 7औं पानाको प्रश्न, in general why do you think that things are heading in the wrong direction? सामान्यतया तपाईलाई किन लाग्छ कि कुराहरू गलत दिशातिर गइरहेका छन्? हामीले उत्तर दिएछौं 33% सही र 66% गलत। यसरी अमेरिकालाई नेपाली जनता खुसी छैनन् भन्ने कुरा थाहा भयो, जुन सही हो। अब 8औं पाना, व्हाट इज द मोस्ट इम्पोर्टेन्ट प्रब्लम फेसिङ आवर कन्ट्री टुडे? आज हाम्रो देशले सामना गरिरहेको सबैभन्दा महत्त्वपूर्ण समस्या के हो? हामीले भन्यौं बेरोजगारी, मूल्य वृद्धि र भ्रष्टाचार। यहाँसम्म ठिकै छ। अब 10औं पानाको प्रश्न, इन द कमिङ 12 months हाउ डु यु एक्सपेक्ट द इकोनोमिक सिचुएसन अफ योर हाउसहोल्ड टु चेन्ज? पछिल्लो 12 महिनामा तपाईको घरधुरीको आर्थिक अवस्था कसरी परिवर्तन भएको छ? 11औं प्रश्न, इन द कमिङ 12 months हाउ डु यु एक्सपेक्ट द इकोनोमिक सिचुएसन अफ योर हाउसहोल्ड टु चेन्ज? आउने 12 महिनामा तपाईको घरधुरीको आर्थिक अवस्था कसरी परिवर्तन होला भन्ने अपेक्षा गर्नुहुन्छ? हो, यो प्रश्नको माध्यमबाट अमेरिका हाम्रो घरभित्र पस्यो। हाम्रो आर्थिक अवस्थाको स्थिति हेरेर उसले यो आन्दोलन डिजाइन गर्यो। एकपल्ट सोच्नुहोस्, अमेरिकाले यस्तो प्रश्न किन सोध्यो होला? हाम्रा 13% परिवारमा मात्र आर्थिक स्थिरता छ र यो मनोविज्ञान अमेरिकाले राम्रोसँग प्रयोग गर्यो। अब 12औं पानाको प्रश्न हेरौं। हाउ वुड यु रेट द करेन्ट स्टेट अफ नेपाल्स डेमोक्रेसी? वुड यु से इट इज गुड और ब्याड? एन्ड वुड यु से दैट इट इज भेरी और समव्हाट गुड और ब्याड? तपाई नेपालको वर्तमान लोकतन्त्रको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? तपाईको विचारमा यो राम्रो छ कि खराब? र तपाई यसलाई धेरै राम्रो वा खराब भन्नुहुन्छ कि अलिअलि मध्यम राम्रो वा खराब? हाम्रो लोकतन्त्र यति कमजोर छ कि हामी 13% जनता मात्र यो अवस्थामा खुसी छौं। यो अमेरिकाले थाहा पायो। अब 14, 15, 16 पानाको प्रश्न हेर्नुहोला। Which of the following statements best applies to you? तपाईलाई निम्न मध्ये कुन भनाइ सबैभन्दा उपयुक्त लाग्छ? यहाँबाट नेपालीको नेपाल प्रतिको आशा नापिएको छ। अब आँखा खोल्नुहोला, पाना 17 को शीर्षकले के भन्छ? यसले नेपालका संस्थाहरूप्रति नेपालीहरूको धारणा देखाउँछ। Thinking now about the following institutions, will you say you approve or disapprove of the job they are doing? Will that be strongly or somewhat approve or disapprove? अहिले निम्न संस्थाहरूका बारेमा सोच्दा उनीहरूले गरिरहेको कामलाई तपाईँ अनुमोदन गर्नुहुन्छ कि अस्वीकार गर्नुहुन्छ? तपाईँ उनीहरूलाई पूर्ण रूपमा वा केही हदसम्म अनुमोदन वा अस्वीकार गर्नुहुन्छ? अब आँखा खोल्नुहोला। 17औं पानाको शीर्षकले के भन्छ? 18औं पानामा नेपालका संस्थाहरूप्रति नेपालीको धारणा यसले देखाउँछ। अमेरिकाले सेना र प्रहरीको स्थिति यहाँबाट नापेको छ। प्रहरी किन कुटिए? सेना किन निस्किएन होला? मनमा प्रश्न उठ्यो। बालेनले नेपाली सेनासँग वार्ता गर्न किन फरमान जारी गरे? उत्तर यही छ। पाना 19 देखि 28 सम्म यहाँ नेपालको निर्वाचन मनोविज्ञान र पार्टी प्रतिको धारणा नापिएको छ। हामी यहीँनिर चुक्यौं। यो चुनाव अघि नै अमेरिकालाई थाहा छ। पाना 20 मा हेर्नुहोस्, हाम्रा 81% जनताको मात्र मतदाता नामावलीमा नाम दर्ता छ। अलि अगाडि सुमना श्रेष्ठ र सागर ढकाल लगायतले एउटा प्राली मार्फत भोटर आइडी दर्ता गर्न किन आफ्नै प्रविधि विकास गरे? सरकार नै त्यो बेला किन निरीह देखियो? उत्तर पाउनुभयो। पाना 21 मा हेर्नुहोस्, नेपालमा भएका 69% नेपालीले मात्र भोट गर्दैछन्। त्यसैले अन्तर जिल्ला भोटिङको नारा लाग्यो। पाना 24 मा हेर्दा हामी 31% नेपाली मात्र निष्पक्ष चुनाव हुन्छ भनेर सोच्दा रहेछौं।
त्यसैले नेपाली सेनालाई 1 महिना अगाडिदेखि नै मैदानमा उतारियो। सेना यहाँ प्रयोग भयो र सबै बुझी पनि मौन छ। हाम्रो विमति यही नै रह्यो। पुराना पार्टी र तिनका पछाडि कुद्ने जनताले पाना 25 र 26 राम्रोसँग हेर्दा हुन्छ। यहाँ तपाईहरुको हैसियत देखिएको छ र यो चुनाव पछिको नतिजा के आउँदैछ त्यो छर्लङ्ग देखिन्छ। Do you agree or disagree that political parties are doing enough to address the needs of voters like you? के तपाई यस कुरामा सहमत वा असहमत हुनुहुन्छ कि राजनीतिक दलहरूले तपाई जस्ता मतदाताहरूको आवश्यकताहरू सम्बोधन गर्न पर्याप्त काम गरिरहेका छन्? उत्तर छ जम्मा 18% सहमत। Would you like to see new political parties in future elections or are you satisfied with the current choices? आगामी निर्वाचनहरूमा तपाई नयाँ राजनीतिक दलहरू देख्न चाहनुहुन्छ कि वर्तमान विकल्पहरूसँगै सन्तुष्ट हुनुहुन्छ? उत्तर छ 62% जनता नयाँ पार्टीको पक्षमा छन्। तपाई बहुमतको कुरा गर्नुहुन्छ, स्थिति त्यहाँ मात्र सीमित हुनेवाला छैन। पुराना दलहरूको जम्मा 38% मात्र मत आउनेवाला छ। 104 जना सांसदमा मुख्य 3 पार्टी खुम्चिँदैछन्। यो 2024 को अध्ययन हो। अहिलेको अवस्था झन खराब छ। अमेरिका वा अमेरिकी पक्षधर शक्ति 2/3 नजिक हुनेछ। याद रहोस्, गगन अझै जिउँदैछन्। अमेरिकाको आइपीएस रणनीतिको मुख्य उद्देश्य चीन र भारतलाई नजिक आउन नदिनु र यी दुई शक्ति राष्ट्रलाई आपसमा भिडाउनु हो। यसका लागि नेपालमा दलाई लामाका गतिविधि बढाएर चीनलाई चुनौती दिने र अरुणाचलको मैकमोहन लाइन विवादमा खेल्ने अमेरिकी दाउ देखिन्छ। नेपालमा आफ्नो अनुकूल सत्ता निर्माण गर्नु र एमसीसी मार्फत अन्तर्देशीय प्रसारण लाइनमा पहुँच राख्नुको भित्री अर्थ नेपाली जलविद्युतमा नियन्त्रण जमाएर भविष्यमा भारतको विकासलाई समेत आफ्नो दबावमा राख्नु हो। हाम्रो भूमि छिमेकी विरुद्ध प्रयोग हुन दिनु खतरनाक छ। यो चुनावको नतिजासँगै अमेरिका नेपालमा विधिवत रूपमा प्रवेश गर्दैछ, जसले नेपाललाई बफर जोनबाट ब्याटल ग्राउन्ड युद्ध मैदान बनाउने जोखिम बढाएको छ। 29 देखि 31 पानासम्म नेपालको समाज र महिला विभेद बारे बुझिएको छ। यो पनि हेर्नुहोला। पाना 32 ले भने व्यवस्थाका बारेमा प्रश्न गरेको छ। Do you believe that democracy is the best possible form of government for our country or not? प्रतिशत जनता मात्र यो व्यवस्थाको पक्षमा छन्, बाँकी 41% जनता यो व्यवस्थाको विकल्पमा छन्, जसको नेतृत्व हामी गर्छौं। यो व्यवस्था परिवर्तन गर्न लाग्नुभएका हाम्रा समर्थक आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई निराश नहुन आग्रह गर्दछौं। यो 2081 सालको अध्ययन हो। यो जेनजी हमलापछि अहिले हामी 70% जनताको साथमा छौं। राजाबाट आएको फागुन 7 को विज्ञप्तिको सार पनि यही हो। पाना 33 देखि 42 सम्म नेपालमा सामाजिक सञ्जालको असर मूल्याङ्कन गरिएको छ। यहाँ हामी सबै नेपाली फसेका छौं। अमेरिका यही सामाजिक सञ्जाललाई हतियार बनाउन सफल भयो। अहिले बन्दुक र बम होइन, सामाजिक सञ्जाल र यसको अल्गोरिदम नेपाली समाजमा पड्किएको छ। कुल 50% र 68% जेनजी सामाजिक सञ्जालका समाचारमा भर पर्छन्। त्यसैले यो उमेर समूहलाई प्रयोग गरियो। हामी आधिकारिक टिभी र रेडियो छोडेर प्रायोजित समाचारको भ्रम पर्दा यो स्थितिमा पुगेका हौं। यसको नियमन हुन सकेन र नियमन गर्न खोज्दा केपी ओलीले पछि हट्नु पर्यो। अमेरिकालाई थाहा छ हामी 73% नेपाली फेसबुकमा भर पर्छौं। त्यसैले बालेन फेसबुकमा मात्र स्ट्याटस लेख्छन्। उटिनीहरू 2000 भन्दा बढी फेसबुक तथा फेसबुक पेजहरू मार्फत तपाईहरुको धारणा नियन्त्रण गर्छन्। रासपाले त पार्टी कार्यालयमै भिआर रूम बनाएर यो काम गरिरहेको छ अनि तपाईहरुलाई लागेको छ चुनाव। हामी पनि यो भिडियो यही फेसबुकमा हाल्दै छौं किनकि पाना 40 अनुसार 78% तपाईहरु दैनिक फेसबुक चलाउनुहुन्छ। तपाईहरुको सोचाइ, हेराइ र बुझाइ सबै यही फेसबुकको नियन्त्रणमा छ। पाना 43 देखि 47 सम्म अमेरिकाले नेपालको कुन उमेर समूह कुन क्षेत्रमा बसोबास गर्छन् भन्नेदेखि लिएर यहाँको धार्मिक, शैक्षिक, रोजगारी र जनघनत्वसम्म सबै अध्ययन गरेको छ, जस अनुसार यो चुनावको प्रहसन हुँदैछ। आम जनसमुदाय चुनावको नाटक मञ्चन गरेर हामीलाई फिल्म देखाइदैछ। यो चुनावको नतिजा भने पहिल्यै अमेरिकाको नियन्त्रणमा छ। हो, यही फेसबुक मार्फत मत कब्जा भएको छ। यति चाहिँ हो, तपाई आफ्नै खुट्टाले हिँडेर आफ्नै हातले मत हाल्नुहुन्छ, तर तपाईको दिमागमा अमेरिकाको एजेन्डा छ, घण्टी छ। त्यो हेर्दै गर्दा तपाईलाई कस्तो अनुभूति भयो? आजका दिनसम्म म 14 पटक हिरासतमा परिसकेको छु किनभने उनीहरूलाई थाहा छ पाना 32 र 46 सँग उनीहरू डराउँछन्। 2081 साल जेठ महिनाको रिपोर्ट अनुसार पाना 32 ले यो व्यवस्थाको विरुद्ध 41% नेपाली जनता हाम्रो पक्षमा देखाउँछ अनि यो पाना 46 ले 83% जनता
हिन्दू धर्मप्रति आस्था राख्छन् भन्ने देखाउँछ। मेरो यो जेल र हिरासत बसाई अझै केही समय चल्न सक्छ। अहिले तपाईहरू भ्रमित हुनुहुन्छ। तपाईहरूलाई सचेत बनाउन मेरा हरकतहरू अस्वाभाविक लाग्न पनि सक्लान्, तर सत्य एउटै हुन्छ, हाम्रो सोच र हाम्रो चुनाव अमेरिकाको नियन्त्रणमा छ। बीबीसीको आवरणमा चुनावको मुखमा नेपालमाथि अर्को आक्रमण भएको छ। 24 गते राति नै सुशीला कार्कीलाई ओम प्रकाश अर्यालको कमान्डमा सुरक्षा दिने अधिकारीको आदेशमा गोली चलेको हो कि खापुङको? को हुन् ती अधिकारी? यो सम्झनु भएको छ। बीबीसीले ल्याएको रिपोर्टमा यो हेर्नुहोस् त, ती को हुन्? दुईवटा टप थियो अनि एउटा चाहिँ भ्याली चिफ विश्व अधिकारीको गाडी थियो। त्यही बेला सुशीला कार्कीलाई सम्पर्क गर्न डाक्टर अभिषेकलाई फोन गर्ने जर्नेल को हुन्? सम्झनु भएको छ। आर्मीको केही जज साहबले चाहिँ हजुर पर्सनली मलाई पनि फोन गर्नुभएको थियो। हजुर अनि उहाँहरूले चाहिँ सुशीला सिन्हासँग कुरा गर्न सकिन्छ त भनेर फोन गर्नुभयो। उहाँले कसरी फोन गर्नुभयो त तपाईँ? अब मेरो एकजना पहिले नै चिन्जान पुरानै चिन्जान भएको उहाँले चाहिँ अब चिफ साहबले कुरा गर्न खोज्नु भएको छ। सुदन गुरुङको मोबाइल हेरौँ है, हामी बोल्नु नै पर्दैन। यी सबै अपराधी हुन्, एक दिन हिसाब किताब हुने नै छ। यो भिडियो हेर्दै गर्दा आईआरआई भन्ने संस्थाले यति छोटो समयमा कसरी सबै युवा समूह जोड्न सफल भयो होला भनेर तपाईको मनमा प्रश्न उठेन? हो, सन् 2005 देखि आयो नाम गरेको संस्था नेपालमा क्रियाशील छ। यो त्यही संस्था हो जसले आईआरआईलाई यो भिडियोमा नाम आएका इनफ इज इनफ, वे फर चेन्ज, सेन्टर फर सोशल चेन्ज, दलित युथ अलायन्स र नाम नआएका हामी नेपाल 100 ग्रुप जस्ता युवा समूहसँग जोडेर तालिम दियो। बालेन स्वयं पुकार बमको इनफ इज इनफका अभियन्ता हुन्। अब यो संस्थामा अहिले आबद्ध भएका युवा समूहहरू पनि हेरौँ। हो, यसरी आईआरआई हाम्रो समाजमा छिरेको छ। अब प्यारा चितवनवासीहरू कान खोलेर सुन्नुहोस्। तपाईको उम्मेद्वार सोभिता गौतम सन् 2018 देखि 2021 सम्म यही संस्थामा कोअर्डिनेटर थिइन्। यी सबै समूहलाई जोड्ने र तालिम दिने यिनै सोभिता गौतम हुन्। बालेनलाई मेयर बनाउन युवा समूह परिचालन गर्ने यिनै हुन्। त्यसपछि यिनै रासपामा अचानक उम्मेद्वार भएर सांसद भएकी हुन्। हो, सोभिता देश जलाउने गिरोहकी खतरनाक कमान्डर हुन्। त्यो अनुहार पछाडि सर्वोच्च जलाउने राज लुकेको छ। हिरासत भित्रबाट मेरो अपिल छ, एकपल्ट सोभिता गौतमलाई यो प्रश्न गर्नुहोस् अनि मात्र भोट दिनुहोस्। म दुर्गा माताको भक्त हुँ। यो सत्य हो, रेडुलाई हराउनु भयो भने तपाईलाई पाप लाग्छ। सत्कर्मलाई न्याय गर्नुपर्छ। अब अन्तिममा हाम्रो आम जनसमुदाय र समाजका विज्ञहरूलाई अपिल, यी दुईवटा डकुमेन्ट राम्रोसँग पढ्नुहोला। यहाँभित्र के छ भनेर नबुझे आफ्ना छोराछोरीलाई यो भिडियो पठाएर फरवार्ड गरेर सोध्नुहोला। बुझ्नुभयो भने आफ्ना परिवारलाई पनि यो बुझाइदिनुहोला। अमेरिकाले भारत र चीनलाई नियन्त्रण गर्न नेपालमा आफ्नो पूर्ण पकड भएको विधिवत सत्ता निर्माण गर्न आइपीएस रणनीति अनुसार यो जेनजी आन्दोलनदेखि चुनावसम्मको नाटक मञ्चन गर्दैछ। यसका प्यादा बनेका छन् बालेनदेखि गगनसम्म। यो चुनावले निकास दिँदैन, यसमा अमेरिकाको ठूलो लगानी छ। छिमेकीलाई असुरक्षा महसुस भएको खण्डमा नेपालले दक्षिणबाट पुनः नाकाबन्दी बेहोर्नु पर्नेछ। उत्तरतर्फबाट हाम्रा हिमाली जिल्लाहरू लगायत काठमाडौँका गुम्बाहरूमा कुनै पनि बेला सैन्य अपरेसन हुन सक्छ। यही समय नेपाली सेनाले म्यानमारको बाटो समात्नु पर्ने स्थिति आउन सक्छ। अन्ततः नेपालको हिमाली पहाडी क्षेत्र उत्तरतर्फ र तराई क्षेत्र दक्षिणतर्फ गाभिनु पर्ने स्थिति आउनेछ। यो चुनाव त्यसैका लागि हुँदैछ। बुझ्नुहोस्, बुझाउनुहोस् र यो चुनाव बहिष्कार गर्ने हिम्मत गर्नुहोस्।